कसैले सोध्छ ब्रह्माण्डको अन्तिम छेउ कता छ, म मुस्कुराउँछु र भन्छु त्यहाँ आमा बस्छिन्। ब्रह्माण्डले फैलिनु अघि, ऊर्जा र पदार्थ जन्मिनु अघि, बिग ब्याङले चिच्याउनु अघि कुनै मौन गर्भ थियो, एक अव्यक्त शून्यता थियो जहाँ सम्पूर्ण सृजनाको खानी थियो। हो त्यही शून्यता हुन् आमा। उनको ममताले ऊर्जा र पदार्थको पहिलो कण सिर्जना गर्यो, पहिलो समय चलायो, पहिलो प्रकाश फ्याँक्यो। जब म हृदय जन्मिएँ, भर्खरको ग्रह झैँ काप्दै आमाको मुस्कान थियो मलाई सम्हाल्ने पहिलो गुरुत्वाकर्षण। आकाशमा तारा टल्किन्छन् तर आमाको आँखामा त सिङ्गो ब्रह्माण्ड टल्किन्छ। आकाशमा तारा टल्किन्छन् तर आमाको आँखामा त सिङ्गो ब्रह्माण्ड टल्किन्छ। शून्यताको घुमाउरो सन्देशभित्र, शून्यताको अदृश्यताभित्र, ध्वंस र सृजनाको चक्रव्यूहमा जहाँ सबै कुरा हराउँछन् त्यहाँ मात्र एउटा ऊर्जा बाँच्दछ, केवल आमाको ममता। त्यो ममता न चन्द्र हो न सूर्य, तर सबै चन्द्र र सूर्यहरूलाई जन्माउने निष्कलङ्क ऊर्जा हो। आमाको काख कुनै सौर्यमण्डल होइन, कुनै तारामण्डल होइन, त्यो त सिँगै ब्रह्माण्डको प्रतिबिम्ब हो, गहिरो आँचल र अवर्णनीय अनुभूति हो। आमा सम्पूर्ण अस्तित्वको पहिलो धड्कन, अन्तिम आश्रय र बाँचिरहने सपनाहरूको अमर स्पन्दन। धन्यवाद।